योसेफले आफ्ना दाजुभाइहरूलाई क्षमा दिए। उत्पत्ति 42 देखि 45 अध्यायसम्म। योसेफका दाजुहरूले उनलाई राम्रो गर्दैन थिए। तिनीहरूले उनीमाथि नराम्रो व्यवहार गरे। तिनीहरूको कारण योसेफले मिस्रमा दुःख कष्ट पाए। तर परमेश्वर योसेफका साथमा हुनुहुन्थ्यो। परमेश्वरले उनको सहायता गर्नुभयो। परमेश्वरले योसेफलाई जान दिनुभयो। परमेश्वरले योसेफलाई मिस्र देशका मालिक बनाउनु भयो। योसेफले आफ्ना दाजुहरूलाई क्षमा दिए। योसेफले भने अनुसार 7 सहकालका वर्षहरू आए। परमेश्वरको मद्दतले योसेफले अनाज जोगाए। त्यसपछि 7 अनिकालका वर्षहरू आए, तर उनीहरूसँग मिस्रमा प्रशस्त अनाज थियो। योसेफका दाजुहरूले महलमा अधिपतिलाई भेटे। मिस्रका अधिपति योसेफ हुन् भन्ने तिनीहरूलाई थाहा थिएन। योसेफका दाजुहरू अनाज किन्न चाहन्थे। योसेफले आफ्ना दाजुभाइहरूलाई चिनिहाले। योसेफले भने, तिमीहरू जासुस हौ। तिमीहरू हामीसित कति अनाज छ भन्ने जान्न आएका हौ। उनका दाजुहरू आत्तिए। तिनीहरूले डराउँदै भने, होइन, हामी त यहाँ अनाज किन्न आएका हौँ। तिनीहरू अझै एक अर्कालाई घृणा गर्छन् कि भन्ने कुरा योसेफ जान्न चाहन्थे। अर्कोपल्ट तिमीहरू कान्छो भाइलाई साथमा ल्याओ र तिमीहरू जासुस नभएको प्रमाणित गर। तिनीहरूले बेन्यामिनको हेरचाह गर्ने कुरा योसेफले देखे। बेन्यामिनलाई सुरक्षित राख्न तिनीहरूले एक अर्काको मद्दत गरेको पनि योसेफले देखे। योसेफ तिनीहरूलाई आफ्ना पिता र बेन्यामिनको बारेमा सोध्न चाहन्थे, तर उनले नसोध्ने निर्णय लिए। उनले तिनीहरूलाई पर्याप्त अनाज दिए। उनले तिनीहरूलाई आफ्नो देश फर्कन दिए। आफ्ना दाजुभाइलाई फेरि देख्दा योसेफले आफ्नो आँसु रोक्न सकेनन्। दाजुहरू, म योसेफ हुँ। उनका दाजुहरू डराए। तिनीहरू मारिनेछन् भन्ने तिनीहरूलाई लाग्थ्यो। तर योसेफले भने, ठिकै छ भाइहरू, तिमीहरूले होइन, परमेश्वरले मलाई मिस्र देश पठाउनु भएको हो। यही मिस्रमा बसोबास गर्नुहोला। योसेफले आफ्ना दाजुहरूलाई क्षमा दिए। उनीहरू खुसी साथ सँगै बसे।